हेलो गाइस, दर्शन नमस्ते गर्न चाहन्छु तपाईँहरूलाई हस्त छेत्री ब्लगमा है त। आज चाहिँ मेरो ब्याकग्राउन्ड हेरिसक्नु भएको छ। म कहाँ छु, के गर्दैछु भनेर तपाईँले यो ब्याकग्राउन्ड हेरेर पक्कै पनि थाहा पाइसक्नु भएको छ है त। आज चाहिँ म ड्युटीमै छु होइन, युनिफर्ममै छु ड्युटीको। म अहिले ड्युटी गर्दैछु। साउदी अरबमा छु है म चाहिँ, मेरो फ्यामिली कर्नर सुपर मार्केटमा। आज चाहिँ म चाइना कसरी विकास भएको रहेछ, कसरी चाहिँ देश धनी बनाएको रहेछ चाइनाले भनेर म तपाईँहरूलाई हाम्रो कम्पनीमा चाइनादेखि आउने सामानहरू देखाउन गइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि कमेन्ट चाहिँ गर्न नभुल्नु होला है त। जाउँ अब चाइनाले बनाउने सामानतिर। पक्कै पनि मेरो हातमा एउटा यो छ प्लास्टिकको बक्स होइन, बोतल भनौँ, चारको नि। तपाईँले हेरेर सायद यो प्लास्टिकभित्र मकैको दाना हो कि बदमको दाना हो कि भनेर तपाईँ कन्फ्युज हुँदै हुनुहुन्छ होला। तर यो चाहिँ हाम्रो खोलामा पाउने ढुङ्गा हो है। यो ढुङ्गा हो, यसलाई चाहिँ कलर रिवाज गरेको छ, कलर हानेर टक्क होइन मकैको दाना जस्तो बनाएको छ चाइनाले, हेर्न सक्नुहुन्छ। यो चाहिँ ढुङ्गा हो, हाम्रो खोलामा पाउने ढुङ्गा हो है। यो ढुङ्गालाई पनि धेरै कलरहरू हालेको छ एउटै ढुङ्गालाई, अनि तपाईँले हेर्न सक्नुहुन्छ यो पनि ढुङ्गै नै हो। उसले बस कलर मात्रै डिफ्रेन्ट गरेको छ क्या। चाइना दिमाग धेरै छ, एउटै सामानलाई चाहिँ धेरै डिजाइन बनाएर उसले कसरी चाहिँ कस्टमरलाई आकर्षण बनाउने र आफ्नो सामानतिर कसरी अट्याक गर्ने भनेर ऊ चाहिँ लागि परेको हुन्छ। हेर्नुहोस् यो पनि ढुङ्गै हो, यसलाई पनि सेतो होइन के भन्छ सुपर कलर हालेको छ होइन। अनि त्यस्तै गरी अर्को पनि छ, यो चाहिँ सबैले थाहा पाउनुहुन्छ, हेरे पनि सबैलाई थाहा भइसकेको कुरा हो। यो चाहिँ ढाँड हो है, ढाँड। खोलामा हामी माछा मार्दा कुलोहरू बुझ्दा चाहिँ पानी गर्दा ढाँड हुन्छ, यो चाहिँ ढाँड हो है। पक्कै पनि यो ढाँड हो। चाइनाले एउटै ढुङ्गालाई चाहिँ धेरै कलर धेरै उसमा डिभाइड गरेको हुन्छ क्या। अनि त्यसै गरी अर्को पनि हेर्न सक्नुहुन्छ है, यो एउटा के हो, गिलास हो, छोटो गिलास हो। त्यसमा पनि यो ढुङ्गै हालेको छ होइन, ढुङ्गा हालेर यसमा प्लास्टिकको रुखहरू बनाएर टक्क आकर्षण बनाइदिएको छ क्या। हेर्न सक्नुहुन्छ है, यो चाहिँ ढुङ्गालाई टक्क एउटा गिलासमा हाल्छ, गिलासमा हालेर अलिकति फेभिकोल लगाइदिन्छ अनि प्लास्टिकको रुख बनाएर उहिले बेचिदिन्छ क्या है। यतिलाई मात्रै कति पर्छ थाहा छ यहाँको? 5 रियाल 75 हाल होला क्या। भनेपछि नेपाली 200 अहिलेको भाउले 200 पर्न जान्छ। अनि त्यस्तै गरी अर्को हेरौँ, यो पनि एउटा प्लास्टिकको बक्स बनाएको छ, यसमा भित्र फिल्लिल हालेको छ अनि प्लास्टिकको फुल होइन गुलाब बनाएको छ, टक्क छाउनी बनाएको छ क्या। कति राम्रो देख्दा पनि डिकोर राम्रो छ होइन। अनि अर्को पनि देखाउन चाहन्छु म तपाईँलाई। मसँग छ एउटा, मसँग यो छ है। यसमा अब यसलाई कसरी राख्ने हो है, यो एउटा माटोको भाँडा हो। माटोको भाँडामा टक्क हामी टेबल जस्तै टिभीको ब्याकग्राउन्डमा राख्ने चाहिँ होइन टक्क राख्यो। अनि त्यस पछाडि टक्क आफूले मन परेको फुलहरू मैले चाहिँ यो राखेँ अनि टक्क टेबलमा सजाएँ यसरी होइन, कति राम्रो देखिन्छ कि होइन। अब यसैलाई पनि कतिवटा बनाएको छ त है, कति कति डिजाइन बनाएको छ। यो फुल फेरि यसरी यहाँ यसमा पनि राख्ने मिल्ने होइन, टक्क राख्न मिल्ने कि। चाइना त्यसै भन्न त चाइना सामान भन्छ होइन, चाइना चाहिँ धेरै परिवर्तन गरेको छ क्या। कस्टमरहरूलाई कसरी आफूतिर तान्ने, कसरी उ गर्ने, अनि त्यस्तै सामान हो। अर्को छ फेरि हेर्नुहोस्, यो पनि सानोमा गराएको छ टक्क एउटै माटोको भाँडालाई धेरै डिजाइन बनाएर उसले चाहिँ आफ्नो कस्टमर आफूतिर तान्नलाई। यो रुख हाम्रो अब उता गाउँघरतिर नेपालमा त रोप्ने हो होइन, यहाँ चाहिँ प्लास्टिकको रुख यस्तो डिजाइनको बनाएको छ कि आकर्षण बनाएको छ होइन। अनि यता देख्नुहुन्छ यो सब प्लास्टिकको फुल हो। मेरो ब्याकग्राउन्डमा जति पनि छ नि यो प्लास्टिकको फुल हो, ओर्दा होइन फ्लावर धेरै सूर्यमुखी गुलाब लगेर धेरै देख्न सक्नुहुन्छ होइन। अनि गाइज कहाँदेखि हुनुहुन्छ?
जहाँदेखि भए पनि मेरो भिडियो कस्तो लाग्छ है तपाईँहरूलाई। यदि राम्रो लाग्छ भने राम्रो सल्लाह सुझाव दिनुहोला। यदि नराम्रो मैले कुनै कमी कमजोरी बोल्नेदेखि लगेर कुनै कमी कमजोरी हुनसक्छ, त्यसलाई चाहिँ सुधार्ने गरेर कमेन्ट गरिदिनु होला। मैले चाहिँ मेरो मार्केटमा देख्ने आज चाहिँ ढुङ्गा देखाएको छु है, ढुङ्गा कसरी उड्नेछ भनेर। तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है त। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हस्त छेत्री ब्लग तपाईँले लाइक कमेन्ट अनि सेयर सब्सक्राइब अनि छेउमै रहेको बेल आइकन पनि दबाउन नछोड्नु होला है त।